सेकेन्ड ह्यान्डमा पनि नयाँ क्यामेरा क्याननको 4000D जम्बा 1000वटा फोटो क्लिक गरेको क्यामेरा आज हामीले सेकेन्ड ह्यान्ड प्राइसमा लिएर आएको छौँ। नयाँमा 50,000 पर्ने क्यामेरा मात्रै 25,000मा पहिलादेखि 1855को लेन्ससँग पाउँदै हुनुहुन्छ। ब्याग, ब्याट्री, मेमोरी, चार्जर सबै सामान पाउँदै हुनुहुन्छ। क्यामेरा पनि गजबको छ, 18 मेगापिक्सलको फोटो छ। फोटो जुम गरेर हेर्दाखेरि पनि एकदमै राम्रो क्वालिटी पाउनुहुन्छ भने बिगिनरको लागि, सिक्नको लागि, नभए पासपोर्ट साइजको फोटो खिच्नको लागि एकदमै बेस्ट हुन्छ। यसमा बिल्ट इन वाइफाई पनि छ। यसबाट खिच्नु भएको फोटो डाइरेक्टली आफ्नो फोनमा पनि पठाउन मिल्छ र यसको इमेज क्वालिटी र भिडियो क्वालिटी पनि बजेटको हिसाबमा एकदम राम्रो छ। यसमा तपाईँले लेन्स चेन्ज पनि गर्न मिल्छ। भोलिको दिनमा ठुलो जुम लेन्स लगाउँछु भन्दा मिलि नै हाल्छ। जम्बा 1000वटा फोटो क्लिक गरेर बेच्नुको कारण के होला, वा नभए यो मान्छेले गफ लाउँदै होला हामीलाई 1000वटा फोटो खिचेको क्यामेरा होइन होला भन्नु होला। यो हामीले तपाईँलाई सिस्टममै चेक गरेर देखाउनेवाला छौँ 1000वटा फोटो क्लिक गरेको भनेर। र यसमा कुनै पनि खाले डिफेक्ट छैन। ढुक्क हुनुहोस्। सामान तपाईँले अनलाइनबाट केही गरी मगाउनु भयो, सामान चेक गर्नुभयो, डिफेक्ट पाउनुभयो भने रिटर्न भइ नै हाल्छ। काठमाडौँमा हुनुहुन्छ भने त झन् चेक गरेर लान मिल्यो र हप्ता 10 दिनको बकायदा चेक टाइम वारेन्टीसहित पाउनुहुन्छ। सामान मजाले चेक गर्नुहोस्। कुनै खाले प्रब्लम पाउनुभएको खण्डमा रिप्लेस हामीले गरिदिनै हाल्छौँ। बाँकी 6 महिनाको सफ्टवेयर वारेन्टी पनि यसमै छ। लिन चाहनुहुन्छ भने मात्रै 1 पिस मात्रै छ। बक्समा राखेर ब्रान्ड न्यू भनेर दिन मिल्ने खाले सामान हो यो। त्यही पनि हामीले तपाईँको लागि भनेर सेकेन्ड ह्यान्ड प्राइसमा जम्बा 25,000मा लिएर आएको छौँ। नयाँमा 50,000 पर्ने क्यामेरा मात्रै 1 पिस छ। सो चाँडैभन्दा चाँडै कल गर्न सक्नुहुन्छ। बाँकी तपाईँलाई क्यामेरा किन्नु पऱ्यो, क्यामेरा बेच्नु पऱ्यो, पक्कै पनि क्यामेरा लेन्स घरको पेजलाई फलोअप गर्न सक्नुहुन्छ। वा नभए तपाईँलाई योभन्दा माथि मोडलको चाहिरहेछ भने पनि हामीसँग थुप्रै अप्सन छ। पक्कै पनि व्हाट्सएपमा मेसेज गरेर कुराकानी अगाडि बढाउन सक्नुहुन्छ।